श्रोताबिन झ्यालङ्गाभित्र हराएका कथाहरू श्रृङ्खला 6बाट स्वागत गर्न चाहन्छु। आजको शीर्षक रहेको छ गरिबको झोला। पहाडको फेदमा खोलाको किनारमा छ झ्यालङ्गा गाउँ। देशैभरि चलेको चुनाव झ्यालङ्गा गाउँमा पनि चुनाव सकिएको थियो। सबैले ठुलो आशा गरेर मुखियालाई भोट दिएका थिए। चुनाव जितेपछि गाउँमा बाजा बज्यो, ढोल बज्यो, मिठाई बाँडियो। गाउँका बुढाबुढीले भने अब हाम्रो गाउँ बदलिन्छ। तर समय बित्दै गयो, गाउँ उस्तै रह्यो। बिहानको चिसो हावामा एउटा दृश्य फेरि देखिन थाल्यो। युवाहरूको हातमा सानो झोला, आँखाभरि सपना र मनभरि पीडा। कसैले जापान जाने टिकट बोकेको, कसैले दुबई, कतार, मलेसिया जाने कागज आमाको आँखामा रसाउँथ्यो। बुवाको मन भित्रभित्रै चिरिन्थ्यो। एक दिन गाउँको बस पार्कमा एउटा आमाले आफ्नो छोरालाई अँगालो हाल्दै भनिन्, बाबु चाँडै फर्किएर आऊ है। छोराले मुस्कुराउँदै प्रयास गर्यो तर आँसु रोक्न सकेन। उसको काँधमा गरिबको सानो झोला थियो, तर त्यो झोलाभित्र थियो आमाको सपना, बुवाको आशा अनि आफ्नो अधुरो जीवन। बस चल्न लाग्यो। आमा बसको पछि पछि कुद्दै चिच्याइन्, बाबु आफ्नो ख्याल राख है। बस टाढा हुँदै गयो। आमाको आँसु जमिनमा खस्यो। गाउँमा फेरि शान्ति छायो, तर त्यो शान्तिभित्र हजारौँ आमा बुवाको रोदन लुकेको थियो। मुखिया त आफ्नो कुर्सीमा बसिरहे, तर गाउँका हजारौँ युवा गरिबीको झोला बोकेर विदेशतिर लागिरहे। र आज पनि झ्यालङ्गा गाउँको बाटोमा बेलुका हावा चल्दा जस्तो आवाज आउँछ, विदेशमा सपना पुरा गर्न किन सधैँ गरिबको झोला बोकेर विदेशिनु नै पर्छ। यस्तै कहानी बोकेका कथाहरू लिएर आउने नै छु। कृपया मलाई तपाईँहरूको लाइक, सल्लाहसहितको कमेन्ट र सब्सक्राइबको खाँचो रहनेछ। र फेरि यस्तै अर्को कथामा भेट हुने बाचासहित बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।